जहिलेको जस्तो आज पनि रेडी भएर ड्युटी जाने भनेर म चाहिँ निस्केँ रुमबाट। बाहिर निस्केको यति साह्रो घाम थियो कि मेरो यो गोरो छालालाई एकैछिनमा कालो बनाइदिने घाम लागेको थियो। जसो तसो चर्को घाम सहेरै भए पनि म चाहिँ पुगेँ चोकमा। यो चाहिँ हो एकान्त कुनाको नक्कु चोक। रोड क्रस गएर बस स्ट्यान्डमा म चाहिँ यताउति हेर्दै बस कुरिरहेँ। फाइनली बस पनि आयो हर्न बजाउँदै। खलेदाले जाने उतै भन्दै थियो। जाने भाइ भन्दै म पनि बस चढेँ। गाडीमा चढेको त गाडीमा खत्रै गाना बजिरहेको रहेछ। त्यही गानाको भाइब लिँदै म पनि लागेँ लगनखेलतिर। सो फाइनली म चाहिँ आइपुगेँ लगनखेलबाट अर्को टेम्पो चेन्ज गरेर म चाहिँ जानुपर्छ सानेपा। सानेपा जाने टेम्पो खोज्दै अगाडि बढेँ। यहाँ चाहिँ टेम्पोको लाइन छ, जता जान पनि टेम्पो पाइन्छ। अनि म चाहिँ खोज्दै खोज्दै अगाडि गएँ। फाइनली सानेपा जाने टेम्पो भेट्यो र सानेपा जाने टेम्पोमा चढेँ। टेम्पो त पुरै खाली रहेछ। म नै रहेछु पहिलो प्यासेन्जर भन्दै म चाहिँ लागेँ सानेपातिर। ड्युटी जोइन गर्न नपाउँदै मलाई मार्न दैलेले पठाइदिइहाले। मार्टबाट दैलेर आइसकेपछि भाडाको थुरोले मलाई ड्युटीमा राम्रै स्वागत गर्यो। भाडा पुस्दै गर्दा मेरो दिमागमा एउटा दामी गाना आइरहेको थियो। स्वाई स्वाई कम्पनी जति माझे उति चम्कनी भन्दै मैले पनि मेरो काम मजाले गाना गाउँदै सुरु गरेँ। भित्र काममा के बिजी भएको थियो, बाहिर त पानी पर्न थालिसकेछ। आजकल रात र दिनको झगडा परिरहेको छ। राति पानी पर्ने, दिनमा काम लाग्ने। सो आजको ड्युटी सकेर हामी खाना खाँदैछौँ। खाना खाँदै गर्दा भिडियो खिचेको साथी लजाएर बुतुक्कै भएको हुने। खाना खाएर पानीमा रुजेर हिँडेर खाना पचाएर फाइनली म रुममा आइपुगेँ। यति भन्दै आजको मिनी भ्लग समाप्त हुन्छ। थ्याङ्क यू गाइज फर वाचिङ माई मिनी भ्लग। बाई, गुड नाइट।